यति तिमीहरू जत्रोमै मैले डोगो बोक्दै थिएँ बुझ्यौ त्यही भएर रङ्ग लाएर कहाँ हो तिमीहरूको घर ए ल मेरो चाहिँ पर्वत जिल्लाको चाहिँ दराकबाट चाहिँ कोखे डाँडाको यात्रा सुरु भयो है यहाँ मैले यस्तो राम्रो बहिनीहरू भेटेँ है यिनीहरू चाहिँ सेउला सर्न जाँदै रहेछन् ल के भयो हाम्रो उल्लेरी जाने गाडी चाहिँ यही हो हाम्रो नयाँ पुलबाट सुरु भयो हामी चाहिँ उल्लेरीसम्म सारा गाडीमा जाँदैछौँ हेलो हाम्रो यात्रा चाहिँ सुरु भयो है पुनेको हामी चाहिँ नयाँ पुलमा छौँ हामीहरू चाहिँ जिप पाइएन अब गाडीमा जाँदै हो सरर हामीलाई चाहिँ 12:30 बजे पुऱ्याउँछु भनेछ हामी चाहिँ उल्लेरी झरेर अब यहाँबाट चाहिँ पुनिलतिर घोरेपानीतिर जाँदैछौँ हामी चाहिँ कन्टिन्यू हिँडिरहेछौँ यो चाहिँ अलि धेरै उकालोको बाटो नै रहेछ बनठाटी आइपुग्यौँ अब यहाँनिर चाहिँ खाना खाँदैछौँ हामीहरू चाहिँ यहाँ खाना खान सुरु भयो यताबाट माथितिर चाहिँ कोखे डाँडा यहाँबाट चाहिँ घोरेपानी पुनिल चाहिँ हामी 20 मिनटमा घोरेपानी पुग्छौँ पुनिल तर यो बहिनीको सहायताले हिँड्दाखेरि स्याङ्जली बहिनी भेट भएको छ के हुन्छ हालत थाहा छैन बहिनीको साथीहरू यता बहिनी साथी त्यहाँ पनि छैन चाहिँ कहाँ छैन त त्यहाँ त बल्ल त्यो दुईवटा बाटो थियो नि एउटा त्यो कच्ची बाटो त्यो तलबाट र माथि त्यो सुसानी बाटो छ नि त्यहाँ त बल्ल त्यहाँ पुग्छ नहुन्छ मैले किन तिनीहरू गीत बजाउँदै हिँडेछन् के जामिन ल उकालो छ मिठो मिठो